यो ठाउँमा आएर उभिएर हेर्दाखेरि म जति बेला राजाको राजतन्त्रको खिलाफमा वालिङ गर्दै पोस्टरिङ गर्दै राजा वीरेन्द्र मुर्दाबाद, राजतन्त्र मुर्दाबाद, हत्यारो वीरेन्द्र मुर्दाबाद भनेर अलि अग्लो थिएँ, लेख्दै हिँड्ने गर्थे। मैले जीवनमा सबभन्दा ठूलो गल्ती, मेरो जीवनको सबभन्दा ठूलो गल्ती त्यो रहेछ भनेर अहिले अनुभव गर्दैछु। त्यो राजा हटाएर जनताको शासन होइन, त्यो राजा हटाएर यो समाजभित्र राजा हुन चाहने 10-20 हजार मान्छेका लागि मैले त्यो गरेको रहेछु भन्ने कुराको अनुभूति मलाई अहिले हुँदैछ। एक लज्जा परित्यज्यम सर्वत्र विजयी भवेत्, यो एमालेको गढ हो। के भन्छ? झापा जिल्ला लाल किल्ला। म पनि हिजो जोडले भन्थे, तपाईहरु त अझै भन्दै हुनुहुन्छ होला। मेरो पृष्ठभूमि पनि ताप्लेजुङ हाङपाङमा जन्मिएको मान्छे हुँ, झापासँग मेरो पनि रिलेसन छ। म पनि त्यही भन्थे, गर्व हुन्थ्यो यहाँका माननीय सबै जित्दाखेरि, वाह झापा जिल्ला लाल किल्ला भनेर म पनि उफ्रिन्थेँ। र मलाई राजेन्द्र लिङ्गदेनजी यहाँ बस्नु भएको छ, सायद उमेरले हामी हाराहारी नै हुँला। पहाड एकै ठाउँ हो, लिम्बुवानकै पानी खाएको हुँ, म पनि तमरकै पानी खाएको मान्छे हुँ, एकै ठाउँका मान्छे हुँ। उहाँलाई एमालेले यो ठाउँमा गणतन्त्रको पक्षधर कृष्ण प्रसाद सिटौलालाई हराउनका लागि एमालेले उहाँलाई सपोर्ट गर्दाखेरि म धुवाधार विरोध गरेको मान्छे हुँ। यहाँका